227 किलोमिटरको यात्रा तय गर्दै हामी नमस्ते झरना आइपुग्यौँ र अहिले हामी चाहिँ नमस्ते झरनामा नुहाएर फ्रेस भएका छौँ। हामी धनुषा जिल्ला क्रस हुँदै सिराहा, सप्तरी, सुनसरी हुँदै चाहिँ हामी लामो यात्रा तय गर्दै आएका छौँ र एकदमै रमाइलो लाग्यो बाटोमा। हामीसँग पवन केना बुझेल र वास्तवमा हामी हेर्दाखेरि एकदमै सुनसरीमा चाहिँ इटहरी चाहिँ क्रस हुँदै गर्दाखेरि हामीले एकदमै शीतल महसुस गर्यो कि इटहरीबाट धरान आउने जुन बाटो छ, बाटोमा चाहिँ हामी एकदमै कुलरको हावा जस्तै हामीले चाहिँ हावा पायौँ, एकदमै फ्रेस। र त्यसपछि धरान कटिसकेपछि जब नमस्ते झरना आयो त्यहाँ चाहिँ एसीको हावा रहेछ, एकदमै चिसो र हामी एकदमै रमाइलो अनुभव गरेका छौँ। र वास्तवमा धरान हामी जसरी सुनेका थियौँ वास्तवमा त्यति नै सफा छ। हक सम्पाङले गरेको कार्यहरू चाहिँ हामी हेऱ्यौँ। वास्तवमा धरान सफा एकदमै सिटी रहेको छ र धरानदेखि चाहिँ हामी आधी घन्टा जति हामी हिँड्यौँ मोटरसाइकलले अनि फाइनली हामी चाहिँ यहाँ नमस्ते झरना आयौँ। नमस्ते झरना अलिकति चाहिँ मौसमको कारणले गर्दाखेरि, वर्षाको कारणले गर्दाखेरि चाहिँ अलिकति परिवर्तन भएको छ, पहिरो चाहिँ आएको छ र बाटो अलिअलि बिग्रेको छ। तैपनि हामी एकदमै रमाइलो साथ नुहायौँ र यहाँको मौसम पनि एकदमै रमाइलो छ। धनुषादेखि हामी चाहिँ सप्तरी, सुनसरी बिचमा कोशी ब्यारेज एकदमै रमाइलो। कोशीमा पनि पानी छ र तपाईँहरू चाहिँ आउन सक्नुहुन्छ। हाम्रो नेपाल वास्तवमा एकदमै रमाइलो ठाउँ रहेछ। नेपालको धेरै जसो ठाउँहरू एकदमै रमाइलो छ, स्वर्गभन्दा कम छैन। तसर्थ हाम्रो नेपाल केहीमा कमी छैन है, प्रकृतिको स्रोत एकदमै धनी छ। र साथसाथै रमाइलो बाटोको यात्रा तय गर्दाखेरि बाटोमा चाहिँ हाम्रो साथीहरू पनि भेट्यो। हामी साथीहरूको घरमा स्टे गऱ्यौँ। हाम्रो साथी तुलसी, एकदमै तुलसीजीको घरमा खातिरदारीको कुनै कमी रहेन। धन्यवाद छ तुलसीज्यूलाई र उहाँको श्रीमतीलाई। उहाँको श्रीमतीले पनि हामीलाई एकदमै स्वागत गर्यो। हामी एकदमै रमाइलो गऱ्यौँ उहाँको घरमा र उहाँको घरमा एक रातिको बसाइ गर्दै हामी चाहिँ ठ्याक्कै नमस्ते झरना आयौँ। र अब चाहिँ हामी यहाँबाट लगभग बरा क्षेत्र जाने प्लानमा छौँ। नमस्ते झरनामा चाहिँ स्वदेशी नागरिकहरूलाई 40 रुपियाँ, त्यसै गरी सार्क मुलुकका नागरिकहरूको लागि 80 रुपियाँको टिकट, त्यसै गरी अन्य मुलुकहरूको नागरिकको लागि चाहिँ 230 रुपियाँको टिकट रहेको छ। र अहिले अलिकति बाटो बिग्रेको हुनाले सायद टिकट काट्ने मान्छेहरू चाहिँ यहाँ छैन। हामी चाहिँ बिना टिकटले नै एकदमै रमाइलो गर्न पायौँ। बाटो एकदमै उकालो ओह्रालो छ। 1 गियर, 2 गियर र 3 गियरमा चाहिँ गाडीले चाहिँ हामी आउनुपर्छ यहाँ नमस्ते झरनाको लागि। हामी चाहिँ धरानदेखि भेरेटारसम्मको बाटो एकदमै उकालो छ। उकालो बाटो हुँदै गर्दाखेरि जब भेरेटारभन्दा तल झरिन्छ तब चाहिँ मोटरसाइकलको गियर थिच्नु पर्दैन कि, ब्रेक मात्रै थिच्नुपर्छ त्यस्तो अवस्था छ। अब यताबाट जाँदाखेरि भेरेटारदेखि हामीलाई सायद गियर लाउनु पर्दैन, हामीले चाहिँ एकदमै ब्रेक मात्रै थिची जानुपर्छ लागिरहेको छ। फाइनली आउनुहोस्, रमाइलो गर्नुहोस्, रमाइलो ठाउँहरू छ।